यहाँनिर हाम्रो सेक्वाको लागि म्यारिनेट हुँदैछ है। हेड सेफ बेन्जामिन राई राईकोबाट हाम्रो बेन्जामिन दालाई हाउ आर यु फिलिङ? फिलिङ भेरी हट। ओके आज हामीलाई हाम्रो बेन्जामिन दाले एकदम मिठो सेक्वा मसला मात्रै राख्नु। हाम्रो भेनाला आज कस्तो लागिरहेको एकदम दामी सुन्दर लागिरहेको छ है? विषयलाई त तपाईँलाई कस्तो लागिरहेछ? हजुर एकदमै राम्रो रमाइलो छ है। हामी अरू छौँ है। अवस्था यस्तो छ, भेरी कुल। घरमा जाउँ। हाम्रो सेक्वाको लागि मासु रेडी। हाम्रो बेन्जामिन दाई यहाँनिर म्यारिनेट भएको चिकन तन्दुरी। यहाँनिर चाहिँ हाम्रो सेक्वा हुँदैछ है, रेडी। एकदम सखुवाको दाउरामा, लाइफको फर्स्ट टाइम हो यो सखुवाको दाउरा। र यो चाहिँ बिफको लागि हो। यो चाहिँ बिफको लागि है। अब यहाँ हाम्रो सेक्वा पाक्दैछ र अब चाहिँ सेक्वालाई साइड है। यो एकपट्टि पाक्छ, यहाँनिर भात पाकिरहेको छ हाम्रो। र यो चाहिँ बिफको लागि। र हामी है सबैजना एकदमै राम्रो दिन आज है। र अहिले चाहिँ हाम्रो वेदर अलिक ब्ल्याक छ, तर खाइसक्छौँ होला है। वेदर चाहिँ अलिक ब्ल्याकै छ। यहाँ सेक्वा रेडी है। सेक्वा चाहिँ रेडी भयो। यहाँ तल हाम्रो स्पट है, यहाँ गाडी छ र एकदमै राम्रै लाग्यो आज है। यहाँ नयाँ जग्गामा हामी आयौँ है। एकदमै दामी वेदरहरू भइदियो, अन्त एकदमै सोचेको जस्तो सबै कुरो भइदिएर चाहिँ यहाँ हाम्रो सेक्वा स्टार्ट भयो है। एकदमै दामी। दामी सेक्वा है। अन्त यो सेक्वा टेस्ट गर्नु त। दामी दामी र सबैजनाले अहिले सेक्वा इन्जोय गर्दै अझै पनि छ। सेक्वा कस्तो भएछ सबैजनालाई? दामी। र हाम्रो के कमी भएछ सेक्वामा? एकदम दामी। हाम्रो सेक्वा पकाउनु हुँदैन हाम्रो मेन सेफ। सबैजनाले यहाँनिर चाहिँ सेक्वा खाना पो खान्छौँ होला भनेको चाहिँ यहाँ माछासँग खेल्नु। माछा बच्चासँग सबजना यहाँ दिँदो रहेछ नि। घर लाने अरे यहाँ हाम्रो बेन्जा दा माछा पक्रिनु हुँदैछ। यहाँ ठिक्कै छ नि। पानी धमिलो भयो भन्छ है। हाम्रो एरिया है, हाम्रो पिकनिक स्पट आजको। सुकाइदिउँ कि छ्याप्नु?
खोला माछा गएको खोला एकदमै बेस्ट दिन भइरहेको छ हाम्रो है एकदम इन्जोय गर्ने दिन है मजा आयो यत्रो दिन बाद कन्टेन्ट पाएँ है फेरि पनि तपाईँहरूसँग यसरी भेट हुनु पायो तपाईँहरूसँग बोल्नु पायो भने एकदम खुसी लाग्छ है र अझै मलाई सपोर्ट गर्दै जानुहोस् है तपाईँहरूको सपोर्टको जरुरत छ एकदमै च्यानललाई सब्सक्राइब गरिदिनुहोस् लाइक गरिदिनुहोस् है र यसरी नै म तपाईँहरूलाई नयाँ नयाँ भिडियोहरू ल्याइ बस्दिन्छु र अहिले चाहिँ हाम्रो खाने टाइम गोरु पाकिसकेको थियो हाम्रो अनि बाबु प्लेन राइस प्लेन राइस खै मासु मक्का भयो हाम्रो साथी बाबु यहाँ है सबैजना हाम्रो यहाँ हुनुहुन्छ बाहिर दादा मजा आइरहेको छ हाम्रो अनि पल्बुको हातले कस्तो भएछ पल्बु अन्त पल्दालाई आजको दिन कस्तो एकदम दामी है र यहाँ याको भाइ मजाले भाइ नि यस्तो खायो भने चाहिँ हाम्रो यहाँ सानो भाइ नि है यस अब सकेको है इन्डिङ फुटेजहरू है र हाम्रो यहाँ सामानहरू सबै हामीले माथि ओसार्दैछौँ है हाम्रो सबै सकियो अनि अब हामी यो सबै जग्गा छोड्दैछौँ यस समय है र हामी अहिले ब्याकअप गरिरहेको थियौँ है र त्यति बेला यो जुन जग्गामा हाम्रो स्टनम्यान मैले यो जग्गाको स्टनम्यान भेटिसकेको छु है र दाको नाम मेरो पिटर राई है र दाको एक दुईवटा स्टन्सहरू हेरौँ है हामी हाम्रो पिटर दाको स्टन्ट हेरौँ है ड्रिफ्ट This is the spirit. म दामे पिटर धार्यो ओ दामी दामी दामी
छौँ है र हामीले हाम्रो इन्डमा हाम्रो पिटर दा रहेछ है उहाँको नाम, उहाँलाई भेट्यौँ हामीले र उहाँको एकदम दामी ट्यालेन्ट है जो हाम्रो अगाडि सो गर्यो र अब हामी फर्केको सबैजना दुईटा स्टारले मात्रै यहाँ कुन बाल्टी 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 यहाँ बाल्टी बाल्टी बुदाङलाई हामी बाई बाई भन्छौँ है तर हामी त्यो जग्गाहरू चाहिँ जानु पाएनौँ र चाहिँ एकदमै रड्डी लाग्यो हामीलाई किन भन्दाखेरि अब वेदर ब्ल्याक भयो अहिले है अहिले चाहिँ र अब हामी छिटो छिटो घर जानुपर्ने हुन्छ किन भन्दाखेरि बाटो अलिक अप्ठ्यारै छ कति जग्गा सो अहिले पानी पऱ्यो भने चाहिँ हामीलाई फेरि साह्रो परिहाल्छ हो त्यही कारणले गर्दाखेरि चाहिँ अब हामी फर्क्यौँ र बुदाङलाई हामी बाई बाई भन्छौँ यस समय है र तपाईँहरूलाई पनि बाई बाई भन्न चाहन्छु र थ्याङ्क यू है तपाईँले मेरो भ्लग हेरिदिनु भयो र भ्लगलाई लाइक दिनुहोस् सब्सक्राइब दिनुहोस् है र अझै मलाई सपोर्ट गर्नुहोस् यसरी नै है र तपाईँहरूको सपोर्टले म अझै अगाडि बढ्न सकौँ र मेरो जतिसक्दो मेरो यो भिडियोलाई तपाईँले सेयर गरिदिनुहोस् थ्याङ्क यू र छिटै भेटौँ नेक्स्ट भ्लगमा है र अब चाहिँ पहिलाको भ्लग जस्तो ढिलो हुन्छ है ढिलो पोस्ट नहुने म ट्राई गर्छु है छिटो छिटो नयाँ नयाँ कन्टेन्टहरू हामी ट्राई गर्छु है र बाई बाई थ्याङ्क यू सो मच सबैजनालाई